वेलकम बैक टू माई च्यानल। यहाँ चाहिँ अर्चु नकलपाडा स्कुलमा चाहिँ यस्तो लगाएर टप लगाएर जान्छु भन्दैछ। मेरो अन्डा यहाँ आज चाहिँ नितेशहरू आइरहेको छ। नितेशले ब्रेकफास्ट बनाइदिन्छ। यहाँ मम्मी पुरा बिजी छ। ए भाइ नआएको मेरो छोरा म यता काम पुरा हुँदैछ। यस्तो हुँदैछ। किन यति नितेशहरू किन आएको आज भनिदिनु मम्मी? कहिलेदेखि पूजा छ घरमा? कहिलेदेखि छ पूजा? भोलिदेखि चाहिँ हाम्रो के पराएको लु भन्नु त? नछड्छ त्यति। यहाँ पुरा युट्युबमा पनि कमेन्ट आयो त्यसरी नुन नखाल्नु भनेर। यसरी बनाइदिँदैछ। मेरो भाइले अब के अरे अब पूजामा सबै खानाको चाहिँ मलाई दिएको छ। उसको के अरे सोचलाई यहाँ खाजा बनाइदिँदैछ। मेरो भाइ त उसको लागि सबै गर्नुपर्छ है। उसको लागि हो के अरे सुगर फ्री कता छ हौ? सक्दैन ल। मेरो लागि चाहिँ सबै गर्नुपर्छ। केही गर्न सक्दैन भनेर कम्प्लेन गर्दैछ। यता अर्चु चाहिँ त्यही भइसक्यो। यता हाम्रो मामी के गर्दैछ? यो के गरेको माम? अर्चु यहाँ मोनिटर हिजो सपनामा त यो मम्मी अर्चुलाई मोनिटरबाट निकालेको देखेको थिएँ नि मैले। कुनीको कस्तो जोते कसम कुनीकोले पो ब्यास लागिरहेको छ तेरो त। राम्रो गरे हो त साँच्चै भनेको। अर्चुको त ब्याचै छैन। खै तेरो ब्याच भनेको त पुरा स्याड हुँदो रहेछ अरे। अर्को यसको यस्तै खालको लेबल लागिरहेको थियो। हाम्रो यहाँ अर्चु पुरा रिच भएर चाहिँ रिच किड भएर चाहिँ सबको बाँकी चाहिँ अर्चुकोमा छ। कति छ तिम्रो बाँकी अर्चुकोमा? मम्मीको कति छ अर्चुकोमा? अर्चुले बाँकी दिन्छ घरमा चाहिँ देखिहाल्यो र। निकैसम्म छ अर्चुको चाहिँ निकै अरूले बाँकी चलाइदिँदो रहेछ। माग्नु लेखै लेख खातामा। त्यहाँ पढाएको फेरि बेकार हुँदा नि भुल्ली पठाउँला नि। लेखै कति कति भएको छ? निशा दिदी कति लगेछ? 20 रुपैयाँ। मम्मीले 20 रुपैयाँ अझै पाउनु छ दिदीको। ला 40 रुपैयाँ रहेछ। ए ए ल अर्जुको चाहिँ बाँकी चल है ल सानो नानीहरूको चाहिँ। मम्मीकोमा कति छ? 100 मात्रै हो। सम्झा सम्झा अर्चु अब नानीको त बाँकी हो नि त त्यो। गएको मम्मीले चाहिँ स्ट्रिक्टली भन्यो आजसम्म मात्र मासु अन्डा चल्छ। भोलिदेखि के अरे मम्मा? भोलि चाहिँ घरमा होइन बाहिर खाएर आउनु पर्ला जस्तो छ। ल पनिर ल्याएर चाहिँ पनिर बनाइदिनु ल। यहाँ घरबाट पनि निस्केको होइन। आज घरमा सबै बिजी हुनुहुन्छ। भोलि दोमङले गर्दाखेरि भोलिदेखि लामा पढाउँदैछु घरमा। र म चाहिँ अब यहाँबाट अफिस निक्लिन्छु। अफिसबाट के कामहरू हुन्छ त्यहाँदेखि जिम जान्छु, वर्कआउट गर्छु, त्यहाँदेखि फेरि बेलुका घर आउँछु। सो मेरो लाइफ चाहिँ तपाईँहरूले आधी उधी देखिसक्यो। त्यही छ कन्टिन्युसली त्यही काम गरेको होइन। यहाँ पर विशाल पर्खिरहेको छ। मेरो गाडी कुद्छ आज, विशालको कुद्दैन। सो म चाहिँ अब यहाँबाट निस्केँ गाइस। ओके बाई बाई।